आज म राम्रो साम्रो बोकेर जाँदैछु घाँस काट्नको लागि घाँस बोक्नको लागि लेट्स गो गाइस अलराइट गाइस वेलकम टु माई मिनी ब्लग आइ भित्र सबै सधैँ हुनुहुन्छ म आज चाहिँ म राम्रो साम्रो बोकेर घाँस घाँस बोक्न जान आँटेको हैन लिएर आइसक्यो हो यो पनि घाँस काटिरहेको छ त आमा दिदीले घाँस काटिरहेको छ मैले जाँदैछ राम्रो बोकेर घाँस बोक्नको लागि म चाहिँ एकदम कामदारी मान्छे नि त बिहान बस्नु चढायो क्या आइतबार हाम्रो स्कुल बिदा हुने स्कुल अहिले बिदा खायो क्या हाम्रो आइतबार कस्तो बिदा छ भन्नुलाई हाम्रो छेउमा मैले पनि गर्न नबोल्नु चाहिँ हाम्रो मान्छे त कहाँ हो भन्नै लडेन म त लाने हाम्रो कसले अनि ढोड तिनीहरूको बारेर खाने कस्तो ढोड छ एकैचोटि लग्नु हुने एकैचोटि लग्यो भने कति छ जाठेर हँसिया मैले चलाएको त नि कस्तो हिजो घाँस झार्न लग्यो थिस् त माही घर होइन घरमै थियो त अनि रहेछ घरमै घरमै त दाउरामा थियो बाबा राखेको दाउरामा म चाहिँ एकदम काम गर्ने एकदम जाँगरिलो मान्छे मलाई एउटा तरिने पाइरहेको एकदम सुक्खाले राख्ने हाम्रो बारी चाहिँ यही हो यता यो गरादेखिको माथि सिनिक्कै हामीले मजासँग भाँचेर काट्दै अब यता यो तत्त्व बाँकी छ अनि यो माथि छ एउटा बारी मैले बोक्ने भारी चाहिँ यत्रो रहेको छ अब म मुनि होटेल छु यो त क्यामेरा पो ठुङ्गिएर आडिदिरहेछ कस्तो पागल हो यो घाँस चाहिँ यसलाई रहेको छ यो घाँस चाहिँ मलाई रहेको छ म चाहिँ एकदम काम गर्ने एकदम त्यो सानो मान्छे हुन् त लाइक कमेन्टबाट कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खोइ त अर्को नाम